Is Java did? अहिलेको म्याक्सिमम स्टुडेन्ट्स बिगिनर्स र डेभलपरको एकदम कन्सर्निङ क्वेसन हो किनभने अहिले जुन टाइममा एआईले मार्केटमा यस्तो तरिकाले चाहिँ एक्सप्लोडिङ तरिकाले आइरहेको छ त्यो अवस्थामा चाहिँ प्राय कन्सर्न छौँ हामी बिकज जावा इज नट रिलेटेड टु एआई बेसिकली भन्नुपर्दा सबजना अहिले पाइथन लर्न गर्नमा अथवा ट्रेन्डिङ कुरा सिक्नमा बिजी छ तर एक्चुअली हेर्ने हो भने चाहिँ हामीले अहिले बोलिराख्दा पनि ब्याकग्राउन्डमा कहीँ न कहीँ हामीहरूको ब्याङ्किङ ट्रान्जेक्सन भइरहेको छ एयरलाइन्समा बुकिङहरू भइरहेको छ होइन सेक्युरिटी सिस्टम्सहरूमा केही कुराहरू सिस्टम रन भइरहेको छ ग्लोबल सिस्टम रन भइरहेको छ भने यसमा जावाको पनि ठुलो भूमिका छ सो बेसिकली जावा एउटा ल्याङ्ग्वेज मात्र नभइकन एउटा इन्फ्रास्ट्रक्चर हो पनि भन्न सकिन्छ हामीले 2026 को डेटा हेर्दाखेरि 9 मिलियन्स भन्दा बढी डेभलपर्सहरूले स्टिल जावा नै युज गरिरहेको छ फर्चुन 100 कम्पनीजहरू जावामै डिपेन्डेन्ट छ सो जावा कोही गइरहेको छैन सो जावा इज स्टिल अलाइभ हेलो एभ्रिवान मेरो नाम चाहिँ सुशील सो म चाहिँ 2012 देखि जावा प्रोग्रामिङ ल्याङ्ग्वेजमा काम गर्दैछु एज अ फुल स्ट्याक जावा डेभलपर सो यो पनि यो बिचमा मैले स्टार्ट गरेदेखि अहिलेको समयमा मैले धेरैचोटि सुने होला जावा डेड भयो भनेर तर जावा स्टिल यहाँ छ र अनेस्टली भन्नुपर्दा पहिलाको भन्दा अझै बेटर पोजिसनमा छ है सो लेट्स सी हाउ है ओपिनियन भन्दा पनि डेटा हेरौँ अब अकर्डिङ टु टिआइयुबी इन्डेक्स होइन इन्डेक्सले के भनिरहेको छ भन्दाखेरि जावा चाहिँ वान अफ द ट्रस्टेड प्रोग्रामिङ ल्याङ्ग्वेजको र्याङ्क नम्बर 3 मा नै छ द्याट मिन्स ग्लोबली हेर्दाखेरि 2026 मा जावा 3 नम्बरमा छ एलोङ साइड पाइथन एन्ड सी प्रोग्रामिङ ल्याङ्ग्वेज छ स्ट्याक ओभरफ्लोको सर्वे 2025 को हेर्दाखेरि चाहिँ आउट अफ 49,000 एप्रोक्सिमेटली रिस्पोन्समा 29.4 ले चाहिँ जावा नै युज गरिरहेको छ द्याट मिन्स टिममा एकजना डेभलपरले चाहिँ जावा नै युज गरिरहेको छ यत्रो मान्छेले युज गरिरहेको छ भने जावा कहाँ युज भइरहेको छ त नि हैन एउटा एक्जाम्पल हेरौँ हामीले नेटफ्लिक्स चलाइरहेका छौँ भने मुभी स्ट्रिम हुँदाखेरि पनि कहीँ न कहीँ जावा युज भइरहेको छ कहीँ न कहीँ हामीले पेमेन्ट गरिरहेछौँ फर एक्जाम्पल मेबी इ कमर्स एउटा जायन्ट अमाजोनमा पेमेन्ट गरिरहेछौँ भने पनि जावा नै युज भइरहेको छ ब्याङ्किङको ट्रान्जेक्सनमा जावा युज भइरहेको छ सिमिलरली एयरबिएनबी ओरेकल जस्तै ठुल्ठुला कम्पनीमा पनि जावा चाहिँ एज अ कोर प्रोग्रामिङ ल्याङ्ग्वेज नै युज भइरहेको छ सो जावाले कहाँ डोमिनेट गरिरहेको छ भनेर भन्नुपर्दा इन्टरप्राइज सफ्टवेयर ब्याङ्किङ फाइनेन्सेसहरूमा बिग डेटामा र क्लाउड इन्फ्रास्ट्रक्चरमा सो स्प्रिङ बुट र माइक्रो सर्भिसेस चाहिँ अहिलेको वर्ल्ड वाइडमा हेर्दाखेरि सबभन्दा हाई डिमान्ड भएको स्किलमा पर्छ हैन एडब्ल्युएस गुगल जस्ता कम्पनीजहरूले पनि एक्टिभली चाहिँ जावामा नै काम गरिरहेको छ हैन सो जावा चाहिँ आउट हुन लागेको अथवा डेड भएको ल्याङ्ग्वेज होइन कि यो त अहिले स्टिल वर्ल्डमा अथवा यस्तै वर्ल्डलाई नै रन गरिरहेको एउटा ल्याङ्ग्वेज हो पनि भन्न सकिन्छ सो अब 2026 मा आउँदाखेरि अब मैले जावा जब भनिराख्दाखेरि जब मान्छेहरूले अहिले एआई भनिरहेको छ म जावा भन्दाखेरि कहीँ न कहीँ थोरै ग्याप जस्तो देखिन्छ होइन अब हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि अहिले एआई भन्ने बित्तिकै पाइथनले नै डोमिनेट गरिरहेकै अवस्था हो होइन सो पाइथन चाहिँ एआईको लागि रिसर्चको मोडल ट्रेनिङको लागि डेफिनेटली एआई नै युज भइरहेको छ तर एआईमा पाइथनले काम गरेको छ भन्दैमा जावा चाहिँ एआईमा कामै नगर्ने कामै नलाग्ने भन्ने होइन अब हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि पाइथनमा मोडल्सहरू बन्यो सिस्टम्सहरू बन्यो तर डिप्लोय कसले गर्छ युज कसले गर्छ त नि सोचौँ अहिले वर्ल्डमा मिलियन्स अफ यस्तो खालको एप्लिकेसन छ जहाँ चाहिँ जावा एज अ कोर प्रोग्रामिङ ल्याङ्ग्वेज युज भएको छ है त्यो प्रोग्रामिङ ल्याङ्ग्वेजलाई अथवा त्यो प्रोग्रामलाई चाहिँ एआई आयो भन्दैमा हामीले त्यसलाई कम्प्लिटली रिप्लेस गर्नु मिल्दैन
होइन टाइम कस्ट एफोर्ट होइन टेस्टिङदेखि लिएर हरेक कुराले गर्दाखेरि एकैचोटि रिप्लेसमेन्ट पोसिबलै छैन इन्स्टेड त्यस्तो कम्पनीले बरु के सोचिरहेको छ भन्दाखेरि जावा एप्लिकेसन रन भइरहेको छ भने वाइ नट अहिलेको एक्जिस्टिङ प्रोग्रामलाई चाहिँ एआईले पावर नगर्ने द्याट मिन्स एक्जिस्टिङ प्रोग्राममा चाहिँ एआईलाई इन्टिग्रेट गर्न सकिने भयो भनेको अहिलेको सिनारियोमा भइरहेको त्यही हो फ्रेमवर्क जस्तै स्प्रिङ एआई ल्याङ्ग्वेज एन्ड फोजे जो चाहिँ 2024 मा म्याच्योरली भइसकेको छ त्यसले चाहिँ हामीलाई चाहिँ एलएलएमलाई प्लग इन गरिदिन्छ एलएलएम लाइक च्याट जीपीटी क्लाउड जेमिनाईलाई चाहिँ हाम्रो एक्जिस्टिङ जावा एप्लिकेसनमा चाहिँ फ्यु लाइन्स अफ कोडबाट चाहिँ इन्टिग्रेट गर्न मिल्ने भयो भनेपछि हामीले के बुझ्नु पर्यो भन्दाखेरि एआई भने पनि त्यो एआई पाइथनमा काम भए पनि अल्टिमेटली हाम्रो जुन एप्लिकेसन जावा बनिरहेको छ त्यसमा लगेर हामीले चाहिँ एआई को कुराहरूलाई चाहिँ प्लग इन जसरी नै डिप्लोय गर्न मिल्दो रहेछ भनेपछि अब हामीले के बुझौँ भन्दाखेरि जावा डेभलपर जसलाई चाहिँ एआई इन्टिग्रेसनको पार्ट आउँछ त्यो चाहिँ मोस्ट भ्यालुएबल हुनेवाला छ हैन द्याट्स वाइ यो च्यानल बनाउनुको मेरो एउटा अब्जेक्टिभ भनेको पनि यही हो भनेपछि अब जावा सिक्ने कि नसिक्ने त 2026 मा अब यसमा दुईटा कुरा गरौँ एउटा किन सिक्ने र किन नसिक्ने अथवा कसले सिक्ने र कसले नसिक्ने कसले सिक्ने भन्दाखेरि यदि कसैलाई स्टेबल लङ टर्म वेल पेइङ क्यारियर चाहिन्छ भने अथवा कसलाई चाहिँ ब्याक इन्ड इन्टरप्राइज डेभलपमेन्टमा काम गर्नु छ भने बिग डेटामा क्लाउडमा एआई पावर एप्लिकेसनमा काम गर्नु छ अथवा कर्पोरेट अथवा हाई स्किल सफ्टवेयर इन्जिनियरिङमा काम गर्नु छ भने डेफिनेटली जावा तर यदि तपाईलाई चाहिँ एआईमा काम गर्नु छ रिसर्च मोडल ट्रेनिङमा गर्नु छ भने डेफिनेटली जावा होइन यदि तपाईलाई एमबीपी एकदमै फास्ट स्पिडमा गर्नु छ भने त्यो पनि जावा चाहिँ त्यसको लागि पनि सुटेबल छैन यदि तपाईलाई ट्रेन्ड फलो गर्नु छ हो आज के भोलि चेन्ज भइरहेको हुन्छ त्यसमा नै तपाईलाई चाहिँ फ्लो गर्नु छ भने डेफिनेटली तपाईलाई पनि जावा होइन किनभने जावा ग्ल्यामरस छैन जावा एकदमै भाइरल पनि गएको छैन सो हामीले जावा चाहिँ ट्रेन्ड फलो गर्नु भन्दा पनि हामीले चाहिँ जावा चाहिँ एउटा क्यारियर बनाउनु जुन चाहिँ लङ लास्टिङ छ त्यसको लागि चाहिँ हामीले बढी जावा युज गर्छौं सो इज जावा डेड इन 2026 नट इभन क्लोज जावा चाहिँ अझै यसलाई भन्नु पर्दा एकदम मोडर्न फास्ट इभल्भिङ है अथवा अझ अलाई चाहिँ के भन्न सकिन्छ यसले चाहिँ क्रिटिकल सिस्टमलाई पावर दिने काम पनि जावाले नै गरिरहेको छ सो अहिलेको केसमा चाहिँ एआई पनि इन्टिग्रेट भइसक्दाखेरि जावा झन पावरफुल भइरहेको छ सो तपाईँ यदि कम्प्लिट बिगिनर हो स्टुडेन्ट हो र कसलाई यदि क्यारियर स्विच गर्न चाहनुहुन्छ भने चाहिँ जावाले चाहिँ तपाईलाई चाहिँ इन्टरप्राइज सफ्टवेयर डेभलपमेन्टको बिग डेटाको एआई पावर एप्लिकेसनको क्लाउडको चाहिँ डोर ओपन गर्नेवाला छ सो फ्युचर अफ जावा चाहिँ ब्राइट भन्दा पनि त्यो भन्दा पनि अझै बिगर छ ओके अब यो मेरो यो च्यानलको अब्जेक्टिभमा आउँदाखेरि चाहिँ मैले जुन कुराहरू भने अब त्यो कुरा चाहिँ मैले मेरो च्यानल किन क्रिएट गरेँ भन्ने कुराको अब्जेक्टिभसँग म्याच हुन्छ अनि यदि तपाईलाई कसैलाई एउटा कम्प्लिट मोडर्न जावा डेभलपर बन्नु छ भने चाहिँ दिस च्यानल इज फर यु हामीले चाहिँ यसमा चाहिँ पुरै कभर गर्नेवाला छौं जावाको कोरदेखि एडभान्सदेखि स्प्रिङ बुटदेखि वेब एप्लिकेसनसम्म त्यसपछि डेटाबेस इन्टिग्रेसन एन्ड यस डेफिनेटली एआई इन्टिग्रेसन विथ रियल वर्ल्ड जावा प्रोजेक्ट विथ सोलिड प्र्याक्टिकल जावा डेभलपमेन्ट सो नेक्स्ट एपिसोडमा चाहिँ हामीले चाहिँ जावालाई चाहिने सबै बेसिक टुल्सहरू सेटअप गर्नेछौँ र हाम्रो फर्स्ट जावा प्रोग्राम लेख्नेछौँ सो यदि तपाईलाई यो भिडियोले केही भ्यालु दिएको छ भने डु लाइक सब्स्क्राइब र शेयर गर्नु होला सो दैट अझै धेरै मान्छेसँग रिच होस् विल सी यु इन द नेक्स्ट एपिसोड थ्यांक यू फर वाचिङ एन्ड वेलकम टु मोडर्न जावा जर्नी ह्याप्पी कोडिङ